नेपालको संविधान भाग 11 मा न्यायपालिका, यसमध्येमा धारा 153 मा न्याय परिषद छ र यसका सदस्यहरू हामीले हेर्न सक्छौँ। त्यसैगरी धारा 154 मा न्याय सेवा आयोग गठनको कुरा र अनि अब यसमा के छ त भनेदेखि भाग 12 मा महाधिवक्ता, 13 मा प्रदेश कार्यपालिकाको कुरा, 14 मा प्रदेश व्यवस्थापिका, 15 मा प्रदेश व्यवस्थापन कार्यविधि, 16 मा प्रदेश आर्थिक कार्यप्रणाली, त्यसैगरी 17 मा स्थानीय कार्यपालिकाको कुरा छ। स्थानीय कार्यपालिका अन्तर्गतका धाराहरू महत्त्वपूर्ण हुन सक्छन्। धारा 214 मा स्थानीय तहको कार्यकारिणी अधिकारको कुरा छ। 215 मा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सम्बन्धी व्यवस्था छ र अन्य हामीले हेर्न सक्छौँ। 217 मा न्यायिक समिति छ।